These are the question I was asked by visa officer to get the visa of Italy. मेरो पालमा मैले VFSमा भिजा अप्लाई गर्ने डेट बुक गरेको थिएँ अनि त्यसपछि चाहिँ गर्ने काम भनेको चाहिँ कुर्ने थियो। मैले 2 कि 3 महिना चाहिँ कुर्नु परेको थियो किनभने आई डोन्ट नो फर सम रिजन इन्डियाले चाहिँ हाम्रो नेपालीहरूको इन्टरभ्यू नै लिइरहेको थिएन, धेरै नै ग्याप गरिरहेको थियो। इन्टरभ्यू हुँदाखेरि चाहिँ मेरो वाट्सएपमा कल आएको थियो, अहिले चाहिँ हजुर VFSमै जानुपर्छ भन्ने कुरा मैले थाहा पाएँ। मलाई एक दिन अगाडि चाहिँ यति बजी तिम्रो इन्टरभ्यू हुन्छ है, हुन्छ कि नै भनेर मेसेज गरेको थियो अनि मैले हुन्छ भनेको थियो। तर उहाँहरूले 12 देखि 2 बजीसम्म इन्टरभ्यू लिन्छु भन्नुभएको थियो, तर मेरो चाहिँ 3 बजे नै इन्टरभ्यू आएको थियो। मेरो इन्टरभ्यू धेरै लामो भएन, आई थिङ्क 10 मिनट्स पनि भएन होला। नाम, कहाँ बस्छौ, काठमाडौँमा बस्छौ कि नै, दिस वाज द मोस्ट आस्क क्वेसन फर अस त्यो बेलामा। काठमाडौँमा घर छ कि छैन, मम्मी बाबाले के गर्नुहुन्छ, नेपालमै हो कि विदेशमा हुनुहुन्छ भन्ने कुरा चाहिँ इन्क्वायर भएको थियो। त्यसपछि चाहिँ तिमी अहिले कुन रुममा छौ भनेर सोध्नुभयो। तिमी कतिवटा युनिभर्सिटीमा अप्लाई गरेको थियो, कुन कुन देशमा भनेर सोधेको थियो। मैले इटलीमा एउटामा मात्रै युनिभर्सिटी अप्लाई गरेको, त्यहीँ पाएको मैले भनेर त्यसरी नै भने। अनि अहिले तिम्रो भिजा डिले भएको छ, तिमीले कसरी पढिरहेको छौ भन्दाखेरि चाहिँ म दिनदिनै अनलाइन क्लासेसहरू लिइरहेको छु किनभने हाम्रो अनलाइन क्लास जुममा हुन्छ, म त्यही नै लिइरहेको छु भनेर भने। अहिले चाहिँ लास्टमा दिनदिनै त पढ्छु तर के गर्ने एकदमै ढिला भएको छ, अब डिसेम्बर पछि चाहिँ मेरो अनलाइन क्लासेसहरू दिँदैन, त्यही भएर छ्याउ भइरहेछ भनेर पनि भनिदिइहालेको थिएँ। अनि उहाँहरू चाहिँ एकदम सबैजनाको एक्सपिरियन्स डिफ्रेन्ट हुन्छ नि त। अनि कसैसँग चाहिँ रुड थियो अरे, मसँग चाहिँ एकदमै सफ्ट एन्ड स्विट थियो। मलाई चाहिँ वी आर भेरी सरी, हाम्रो एकदम हाई नम्बर्स अफ पिपल आर अप्लाइङ फर भिजा इन इटली, त्यही भएर चाहिँ हाम्रो अहिले म्यानेज चाहिँ गर्न सकिरहेको छैन, वी आर ट्राइङ आवर बेस्ट। तिमीमा त क्वेसन सोध्यो होला मलाई, ओके युल गेट अ भिजा, तिम्रो चाहिँ टिकट पठाऊ मलाई। अनि त्यो टिकट पठाएको 5 दिनमा भिजा आउँछ भनेको थियो। नभन्दै मैले टिकट पठाएँ बुक गरेर, अनि त्यसपछि मेरो भिजा नि आयो। त्यसको 1 हप्तामै मेरो पासपोर्ट चाहिँ मेरो हातमा आइसकेको थियो। मेरो लागि चाहिँ इन्टरभ्यू वाज क्वाइट इजी अनि मैले सजिलै पाएको थिएँ। जस्ट मलाई इन्टरभ्यूको डेटै पाइरहेको थिएन कि मैले। टिप्स भनेको चाहिँ ट्राई टु सो तिम्रो ढिला भइसकेपछि पनि तिमीले पढ्न ट्राई गरिरहेको छौ भनेर, तिमीलाई चाहिँ यो ठाउँमा एकदमै पढ्न मन लागिरहेको छ। वाइ इटली भनेर नि सोधेको थियो, त्यो वाइ इटलीको पनि आन्सर दिनु। अल्सो अनदर टिप, रिजनल स्कलरसिप अप्लाई गर्नुभएको छ भने चाहिँ त्यो कुरा चाहिँ मेन्सन नगर्नु होला भिजा अप्लाई गरेको भिजा इन्टरभ्यूमा। द्याट्स इट, बेस्ट अफ लक फर भिजा इन्टरभ्यू। हरेक वर्ष चाहिँ सानो कुराहरू चाहिँ चेन्ज भइराख्दो रहेछ। भेरी भेरी बेस्ट अफ लक। आई होप अल अफ यु गेट यु भिजा इस्युड। बेस्ट अफ लक।